अब यो ठाउँ आएपछि एउटा भिडियो बनाउनै मन लाग्यो हैन, बनाउनै पर्यो र यो चाहिँ छत्रजरपटी गाउँपालिका वार्ड नम्बर 3 स्थित रहेको मुर्गेयाल र मुर्गेयाल चाहिँ विशेष यहाँनिर अब यसमा चाहिँ घुम्नको लागि र पर्यटकहरू बाहिरबाट आउने मान्छेहरूको लागि विशेष जोड दिएर चाहिँ यहाँनिर प्रतीक्षालय हैन, बस्ने ठाउँ, यसो टाढाबाट आउँदा बस्ने ठाउँ, घुम्ने ठाउँ चाहिँ हुँदैछ यहाँनिर। प्लस बिरुवाहरू पनि राम्रो बिरुवा फुलहरू पनि रोपिएको छ र रोपेर यसलाई झन् राम्रोसँग चाहिँ गरिँदैछ। र यता चाहिँ यो मुर्गेयाल आहाल, यो चाहिँ आहाल भइहाल्यो। यहाँ चाहिँ तारबार लाएर वरिपरि संरक्षण गर्ने कार्य भइराखेको छ। र यहाँ चाहिँ पहिला हामी सानो हुँदाखेरि हेलिकप्टर आएर बस्थ्यो, हेलिकप्टर हेर्न आइन्थ्यो पनि तलबाट, र सानो हुँदा हेलिकप्टर आएर बस्थ्यो। र अहिले चाहिँ यसलाई गइरहेर चाहिँ एकदम राम्रो बनाएछ। वरिपरि तारबार चाहिँ जुन चाहिँ अब जनावरहरू बच्चाहरू आएर चाहिँ नपस्छुन् भनेर अहिले गइरहेछ सायद। अनि यसमा चाहिँ त्यो बच्चाहरू जनावरहरू आएर चाहिँ नपस्छुन् र क्षति नहोस् भन्ने हिसाबले पनि यो गरेको। अनि यहाँ ढुङ्गा, यता चाहिँ ढुङ्गा यो चाहिँ ठडियाएर एकदम राम्रो बनाउनु भएको रहेछ अहिले। र यसलाई एकदम पर्यटकहरू र बाहिरबाट घुम्न आउने मान्छेहरूको लागि पनि एउटा राम्रो एउटा पिस प्लेस हैन, त्यसको लागि पनि यो चाहिँ यहाँ निर्माण भइरहेछ, बन्ने प्रक्रिया जारी छ। बाटो यताबाट पनि छ र यता तलतिरबाट पनि छ। यो वरिपरि घुम्ने यो ठाउँ एकदम राम्रो छ, एकदम शान्त छ, शान्ति छ हैन। अब विशेष अनि अर्को कुरा भनेको यो यता माथि यो बाटो छ, माथि देखिएको बाटो चाहिँ त्यो चाहिँ काजीमान हुँदै पिङडाँडा, काजीमान, चुलाचुली हुँदै यो चाहिँ छत्रजरपाटीसम्म पुग्छ। र छत्रजरपाटी निस्किसकेपछि उता भनेको सिन्धुवा जाने, सिन्धुवा बसन्तपुर हुँदै जाने, अनि यता भनेको हिले, धनकुटा, धरान हुँदै जाने बाटो भइहाल्यो। र यता तल चाहिँ अलि देखिएन यहाँबाट हैन, यता तलपट्टिको बाटो छ एउटा, त्यो चाहिँ लामिछाने डाँडा, यहाँबाट सिधै लामिछाने डाँडा पुग्यो। लामिछाने डाँडाबाट फेरि त्यो बाटो चाहिँ धनकुटा पुग्यो। र यता भनेको चाहिँ अब यो छत्रजरपाटी गाउँपालिकाको चाहिँ के अरे 4 नम्बर वडा पनि पुग्यो। र तेलिया स्वास्थ्य चौकी हुँदै उता ओख्रे हुँदै हैन परेवादिनतिर पनि पुग्यो। र परेवादिन हुँदै सिधुवासम्म पनि जान सक्यो। र यो बाटो चाहिँ अब बाटोको बारेमा मैले विशेष भनिहालेँ हैन। र यो ठाउँ चाहिँ एकदम राम्रो छ, आउँदाखेरि निस्किनुहोस् तपाईँहरू पनि। यो चाहिँ धनकुटा जिल्लामा छत्रजरपाटी गाउँपालिका वार्ड नम्बर 3 मा पर्छ। र 4 भनेको चाहिँ यो बाटोदेखि यता तल 4 पर्यो, यता 3 पर्यो हैन। र यहाँ आउँदाखेरि चाहिँ एकदम ठिक छ, आउँदाखेरि अवश्य निस्किनु होला सबैजना पनि हैन, घुम्नु होला। म पनि यहाँ अब त मेरो त नजिकै हो, घर त यहीँनिर हो। अब आउन चाहिँ अस्ति पनि आएको थियो तर भिडियो चाहिँ बनाएको थिइनँ। र अहिले चाहिँ भिडियो बनाउने विशेष मौका मिल्यो र त्यही कारणले गर्दा एउटा भिडियो निकालेको बिहानै। अब सबै छ घुमेर मैले देखाउन सकिनँ, र जे जति देखाएँ सबै देखाएकै छु मैले, समेटेकै छु यहाँ र है त।